हरिहरपुरगढी गाउँपालिका सरकारका प्रमुखज्यू, जिल्ला सुरक्षा समितिका सम्पूर्ण पदाधिकारीज्यूहरू, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मेरा सहकर्मी साथीहरू, सर्वप्रथम म यो एकदम हामी चाहिँ यहाँ खास भदौको 5 गते साउनको 7 गते यहाँको गाउँसभाले पास गर्यो र भदौको 5 गते चाहिँ हामीले पनि एउटा अध्ययन गर्ने यहाँ इलाका प्रहरी कार्यालय यसलाई चाहिँ स्तरोन्नति गरेर इलाका प्रहरी कार्यालय बनाउने, किनभने यसको चाहिँ सामरिक रूपले एकदम महत्त्वपूर्ण यो मदन भण्डारी राजनगरले अनि यो मरेडीको यो क्षेत्र र यता बागमतीको क्षेत्रले चाहिँ यसलाई एकदम सामरिक रूपले महत्त्वपूर्ण क्षेत्रको रूपमा यसलाई इन्डिकेट गरेको, पालिकाले पनि त्यो गरेको र सेक्युरिटीको हिसाबले पनि त्यो फिल गरिएको, त्यसको विषयमा संक्षिप्त कुराकानी गरौँ र सुरुवात गरियो। कम्तीमा मन्त्रालयसम्मको सिफारिसमा चाहिँ आफू हुँदै गरौँ सकौँ भनेर हामीले धेरैचोटि प्रयास गऱ्यौँ यहाँ। र जहिले हरिहरपुरगढी आउने भने कहिले पानी पर्छ, कहिले के हुन्छ, अनेक थरी भएर चाहिँ यहाँ आउने अवसर मिलेको थिएन। अब सरुवा भयो जाने बेला चाहिँ कम्तीमा त्यो एउटा काम चाहिँ सकेर जाउँ हरिहरपुरगढीको, अनि आउने त अब आउनेले पनि गरिहाल्नुहुन्छ, तर सुरुवात गरेपछि अब एउटै अन्तिम बैठक राखेर त्यसलाई सिफारिस गरौँ भन्ने हिसाबले यहाँ उपस्थित भएको। म यसको लागि चाहिँ पालिकाको अध्यक्षज्यू, यहाँको सम्पूर्ण पालिका परिवारलाई म विशेष धन्यवाद दिन चाहन्छु। यो अवसर यहाँले उपलब्ध गराइदिनु भयो र यही बिचमा चाहिँ फेरि सरुवा भएको यहाँले फेरि भेटौँला कार्यक्रम राखेर अझै यो कार्यक्रममा चाहिँ एउटा एकदम उत्साहित बनाइदिनु भयो। मलाई त्यो रौतहट पनि कस्तो अलि चाहिँ भोलि जाने कि पर्सि जाने कि निको पर्सि जाने भन्ने भएको थियो। अब त फेरि भेटौँला भनेर बिदाय नै गरिसकेपछि भोलि नै हिँड्नु पर्ने थियो। यसको लागि चाहिँ म यहाँहरूलाई फेरि एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु। र संयोग पनि कस्तो पऱ्यो भने चाहिँ म सबभन्दा पहिला चाहिँ यहाँ आएको बेलामा चाहिँ सिन्धुली आएको बेलामा चाहिँ सबभन्दा पहिला स्वागत पनि यही पालिकामा भएको होइन, र विदाय पनि यहीबाट सुरु भयो। मलाई चाहिँ एउटा संयोग, एउटा यो कहीँ लेखेको हुने हुन्छ नि, कहिलेदेखि कहिले लेखेको, कहीँ त्यस्तो किसिमको संयोग, यो प्रतिको एउटा प्रेम जुन किसिमले चाहिँ सिर्जना हो, एउटा अवसर सिर्जना भयो। हरिहरपुरगढी गाउँपालिका म अन्त जाँदा पनि या फेरि सरुवा भएर मन्त्रालयमा रहँदा कुनै ठाउँमा पनि रहँदा यो पालिका मेरो सधैँ स्मरणमा रहिरहन्छ, किनभने यो खास स्पेसिफिक कुनै विषयहरू हुन्छ त्यसमा चाहिँ सिन्धुली आउँदा र जाने बेलामा पनि यस्तो चाहिँ संयोग पर्ने। अध्यक्षज्यू एकदम रोमान्टिक रमाइलो पनि हुनुहुन्छ, उहाँसँग र हाम्रो चाहिँ प्रमुख प्रशासकीय अधिकृतले मलाई यो दोस्रो विदाई गर्नु थियो। गोर्खामा स्टुडियोबाट विदाई हुँदा नि उहाँले गर्नुभएको थियो र फेरि आज यहाँ पनि फेरि विदाई गर्ने चाहिँ उहाँसँग चाहिँ यो विदाई लिने अवसर पनि मिल्यो। उहाँ पनि एकदम रमाइलो हुनुहुन्छ, काम जबलाई चाहिँ खुसीसँग चाहिँ आफ्नो जीवन, पर्सनल जीवन र काम एकदम टाइअप गर्न जानेको प्रमुख प्रशासकीय अधिकारी। मलाई चाहिँ त्यो विश्वास छ, मलाई हरिहरपुरगढी गाउँपालिकामा रहँदा पनि उहाँले त्यो छाप छोड्नुहुन्छ। गोर्खामा चाहिँ उहाँ र अरू बेला पनि हेर्दाखेरि उहाँ चाहिँ आफ्नो काममा पनि लिप्त रहने, अनि जब कामबाट व्यस्त हुन्छ नि आफ्नो पर्सनल लाइफ पनि त्यस्तै रमाइलो तरिकाले बिताउने। त्यसले गर्दाखेरि चाहिँ मान्छेको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक हरेक हिसाबले उहाँ चाहिँ स्वस्थ हुनुहुन्छ भन्ने लाग्छ। भित्र रोग त के छ थाहा छैन, तर उहाँको चाहिँ यो एकदम राम्रो यो कर्मचारीले सिक्नुपर्ने गुण छ। मैले उहाँबाट कतिपय कुरा सिक्छु भन्छु, फेरि कहिलेकाहीँ आफूलाई त्यो अब उमेरले पनि दिँदैन होइन, उहाँबाट सिक्ने कुराहरू चाहिँ छन्। उमेरले त्यो सिक्नलाई चाहिँ कुनै हिसाबले हिचकिचाउनु पर्ने त छैन, तर उहाँबाट कर्मचारीले सिक्ने के हुन्छ भने दिनभरि चाहिँ पब्लिक सर्भिस डेलिभरीमा हामी लाग्ने हाम्रा क्रियाकलापहरू कति पनि होइन, यहाँ चाहिँ अध्यक्षज्यूले अथवा गाउँसभाले चाहिँ पास गरेका नीति कार्यक्रम चाहिँ कार्यान्वयन गर्नलाई, सर्भिस दिनलाई चाहिँ कति पनि कन्जुसाइ नगरिकन 10 देखि 5 अथवा आवश्यकता परेको बेला समय गर्ने र अरू बेला फेरि फुर्सदिलो समयमा आफ्नो व्यक्तिगत रमाइलोको लागि पनि समय निकाल्यो भने मान्छे हेल्दी हुन्छ भन्ने उहाँबाट मैले सिकेको विषय हो। मैले अन्त पनि भन्ने गरेको छु। यो उहाँका मैले उहरू सामाजिक सञ्जालहरू पनि हेरिरहेको छु, त्यसले चाहिँ उहाँले स्वस्थ सामाजिक सञ्जाल पनि पस्किरहनु भएको छ, उहाँको कुनै त्यो अस्वस्थ पनि हुँदैन फेरि। त्यस कारणले उहाँले जिउन जान्नु भएको छ, होइन तपाईँहरूले यो पनि पाउनु भएको छ। मैले गोर्खामा उहाँसँग 1 वर्ष बस्यो, अब यहाँ पनि थोरै समय बस्यो। म यहाँ पनि एकदम थोरै समय भयो। अहिले निर्वाचन लक्षित हाम्रो सरुवा भएको छ सबै स्टुडियोहरूको 2 महिनादेखि। म त यहाँ 4 महिना सुरु गरेर 5औँ महिना चाहिँ रनिङ हुँदै थियो। अब नेपाल सरकारले चाहिँ निर्वाचन घोषणा गरेको छ, त्यो घोषणा हाम्रो म अहिले रौतहट जिल्ला पनि तराई बसेको स्टुडियोलाई तराई पठाउने भन्ने रणनीति अन्तर्गत त्यहाँको अब च्यालेन्जिङ जब छ अबको चाहिँ।
पहाडमा चाहिँ अलिक कम च्यालेन्जिङ थियो, त्यहाँ चाहिँ बढी च्यालेन्जिङ छ। त्यसलाई म्यानेज गर्न तपाईँहरूले दिनुभएको शुभकामना, यहाँहरूले दिनुभएको मलाई माया प्रेमले मलाई थप साथ दिएको छ। त्यहाँ पनि मैले आफ्नो प्रयत्न चाहिँ सफल हुने प्रयत्न, त्यो जिल्लाको चाहिँ निर्वाचन सफलता रूपले सम्पन्न गर्ने प्रयत्नमा यहाँहरूले दिनुभएको माया, ममता, शुभकामनाले ठुलो सहयोग गर्नेछ।